प्रेज द लर्ड, जय मसीकी सबैलाई ग्रेस किचनमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी जरिङ्गो र राउ फिस बनाएर देखाउँछौँ। स्टर फ्राइड हुन्छ यो ड्राईमा। यो हाम्रो कोठेबारीमा रोपेको साग हो। यो माछा हामीले म्यारिनेसन गरेको छौँ, प्यान फ्राइड गर्नेछौँ। तपाईहरुले डिप फ्राई पनि गर्न सक्नुहुन्छ। अब यसलाई चाहिँ हामी हल्का टर्न गर्नेछौँ केयरफुली। अनि त्यही प्यानमा चाहिँ हामी सुक्खा खोर्सानी यसरी हालेर यसले एकदमै स्मोकी फ्लेभर दिन्छ। अनि स्लाइस प्याज, अदरक, लसुन त्यसमै छ। हामी यसलाई स्टर फ्राइड गर्छौँ। स्टर फ्राइड गरेपछि अब यसमा नुन साथै हामी यो घरमै भुनेको जिरा अनि हर्दी हाल्नेछौँ हो। हामी यसमा चाहिँ यो मस्टर्ड पेस्ट यो बजारमा पाइन्छ, तपाईहरुले घरमा पनि पिस्न सक्नुहुन्छ है। यसलाई हालेर मजाले गरेर अब यो माछा हालेर मजाले हामी यसलाई चलाउँछौँ। यसमा टमाटर पनि हाल्नेछौँ, तपाईहरुले पहिला पनि हाल्न सक्नुहुन्छ। अब यसलाई मजाले मिक्स गरेर अब यहाँ हामी साग हाल्छौँ। सागलाई हामीले पहिल्यै मजाले धोइसकेको छौँ। हेर्नुहोस् त, साग हालेर यो लातकलितक भइहाल्छ एकछिनमै। हेर्नु हो, ज्यादा पकाउनु पर्दैन यहाँ सागलाई। पाकिसक्यो। अब हाम्रो यो स्टर फ्राइड फिस रेडी छ। हेर्नुहोस् त कस्तो, हेर्नुमा जति दामी छ त्यति नै टेस्टी पनि छ। तपाईहरुले घरमा है पाहुना आउँदाखेरि यसै पनि तपाईले उयो गर्नुहोस्। यो नयाँ प्रकारले तपाईको एउटा स्वादिष्ट डिस बन्नेछ। कति राम्रो छ हेर्नुहोस् त, हेर्नुमा पनि त्यतिकै टेस्टी पनि त्यतिकै छ। थ्याङ्क यू फर वाचिङ।